अल्लाहु अकबर। अल्लाह तिमी महान छौ। आज मुस्लिम धर्मावलम्बीहरूको विशेष पर्व ईद उल फित्र हो र ईद उल फित्रको अवसरमा संसारभरि रहेका मुस्लिम तथा गैर मुस्लिम समुदायलाई हार्दिक मंगलमय शुभकामना दिन चाहन्छौ। ईद मुबारक। र आज नेपालमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ र नेपाल लगायत संसारभरिका मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र हर्षोल्लासका साथ मनाउने गर्छन्। खास गरी मुस्लिम धर्ममा रमादान भन्ने एक महिनाको कठोर व्रत हुन्छ र त्यो व्रत सकिएको खुशियालीमा ईद उल फित्र मनाइन्छ। मानिसहरू मस्जिदमा सार्वजनिक स्थलमा भेला हुन्छन्, साथीभाइ इष्टमित्र भेला हुन्छन् अनि अल्लाहलाई सम्झिन्छन्, एक आपसमा खुशियाली साटासाट गर्छन्। स्नान गर्ने, सफा चोखो लगाउने, छ भने नयाँ कपडा लगाउने, आफन्तकोमा जाने, मिठो मसिनो खाने गर्छन्, शुभकामना आदान प्रदान गर्ने गर्छन्। खास गरी ईद उल फित्रको साँझ सूर्यास्त भइसकेपछि अर्ध गोलाकार चन्द्रमा देखिसकेपछि यो पर्वको हर्षोल्लास झनै बढ्ने गर्छ। खास गरी रमादान र ईद उल फित्रमा अनुशासन, करुणा, दया, माया र आपसी भाइचारालाई महत्व दिइन्छ र आजकै दिन अनिवार्य रूपमा दान गर्नुपर्छ भन्ने मान्यता पनि छ। यसलाई जकात अल फित्र भनिन्छ। यो दान किन पनि गर्नुपर्छ भन्दाखेरि भएकाहरूले नभएकाहरूलाई पनि दिएर सँगसँगै खुशियाली मान्नुपर्छ भन्ने मुस्लिम धर्मावलम्बीहरूमा विश्वास रहेको छ। अब यो ईद उल फित्र किन मनाइन्छ भन्दाखेरि मुस्लिम धर्ममा मोहम्मद भन्ने हुनुहुन्छ, उहाँ चाहिँ मदीनामा बसाई सरिसकेपछि सबै मुस्लिमहरूले भाइचाराका लागि सार्वजनिक रूपमै एउटा खुशियाली बाँड्नका लागि उहाँले यो पर्वको सुरुवात गर्नुभएको थियो र त्यसलाई अहिले पनि संसारभरिका मुस्लिमहरूले असाध्यै आधारका साथ, असाध्यै हर्षोल्लासका साथ मनाउँदै आइरहनु भएको छ। र हामी पनि यो ईदको अवसरमा हाम्रो विज्ञापनदाताहरू, हाम्रा शुभचिन्तकहरू, हाम्रा साथीभाइहरू, मुस्लिमहरू, गैर मुस्लिमहरू, तपाईहरू सबैजनालाई ईदको शुभकामना दिन चाहन्छौ। ईद मुबारक।